अहिले सबैले लागेको छ कि नेप्से चाहिँ 3000 को जोनमा छ, प्रॉफिट बुक गर्ने अथवा चाहिँ होल्ड गर्ने भनेर हैन। सो अब म चाहिँ प्लान एक्सप्लेन गर्नुभन्दा पहिला चाहिँ हाम्रो स्टक जो चाहिँ हामीले ए प्लस स्विङ सेटअप अनुसार ट्रेड लिएका थियौँ, त्यसले चाहिँ कस्तो परफर्मेन्स गर्यो त्यो हेरौँ अनि त्यसपछि गएर म तपाईँलाई चाहिँ अगाडिको गाइडेन्स गर्नेछु है त। सो हाम्रो ए प्लस सेटअप अनुसार चाहिँ मैले पछिल्लो भिडियोहरूमा पनि यसको स्ट्र्याटेजी चाहिँ एक्सप्लेन गरेको छु। तपाईँले पछिल्लो भिडियोहरू हेर्न सक्नुहुन्छ अथवा यो आई बटनमा पनि क्लिक गरेर हेर्न सक्नुहुन्छ है त। सो ए प्लस सेटअप अनुसार चाहिँ हाम्रो पहिलो स्टक थियो जिएमएफआइएल है त, जसले चाहिँ हाम्रो यहाँ ट्रेड प्लान देख्न सक्नुहुन्छ। फर्स्ट टार्गेट 550 थियो, 540 बाट सप्लाई आउन थालेको छ। यहाँबाट चाहिँ हामीले 10% मा चाहिँ प्रॉफिट बुक गर्न सकिन्छ है त। सो नेक्स्ट भनेको चाहिँ अर्को एचएचएल थियो। एचएचएल मा पनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ कि फर्स्ट टार्गेट टिपी1 मा चाहिँ पुगेर चाहिँ यसले सप्लाई आएको छ। टिपी1 मा चाहिँ हामीले प्रॉफिट बुक गर्यौँ है त। सो त्यसै गरी अर्को स्टक थियो जेबीबीएल। मैले यो स्टक तपाईँहरूलाई पनि पहिल्यैबाट भन्दै आइरहेको छु कि जेबीबीएल एकदम राम्रो सेटअप बनेको छ हैन। ए प्लस क्यान्डल अनुसार पनि यहाँनिर चाहिँ यसरी चाहिँ ट्रेन्ड लाइन वरिपरि आएर यस्तो क्यान्डलहरू बनेको छ भनेको थिएँ हैन। सो त्यसै अनुसार जेबीबीएलले पनि सेकेन्ड टार्गेट हिट गरेको छ, जसमा चाहिँ 20% गेन भइसकेको छ है त। त्यसै गरी अर्को हाम्रो ट्रेड छ एमबीजेसी, जसमा चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ कि फर्स्ट टार्गेट टिपी1 हिट गर्यो, त्यसपछि टिपी2 335 थियो, 335 नपुगिकन 330 बाट सप्लाई आएको छ। त यसको पनि 15% सम्म चाहिँ गेन भएको छ है त। 15% पुरै गेन त हुँदैन, तर 13% सम्म चाहिँ गेन भएको छ है त। सो त्यसै गरी हाम्रो अर्को ट्रेड प्लान थियो निका है त। निकाले पनि हाम्रो चाहिँ सेकेन्ड टार्गेट टिपी2 मजाले हिट गरेको छ 390। यसमा पनि तपाईँले देख्न सक्नुहुन्छ कि बाई बिलो 325 थियो। मजाले मैले लास्ट विक पनि तपाईँहरूले चाहिँ यसको बारेमा बताएको थिएँ। यो ट्रेड चाहिँ एकदमै यो यतातिर थियो त्यति बेला। सो 370 390 सेकेन्ड टार्गेट थियो। यसको पनि 20% गेन भइसकेको छ है त। त्यसै गरी अर्को ट्रेड प्लान थियो न्यादी है त। यो चाहिँ हाइड्रो पावर सेक्टरबाट थियो, जसमा चाहिँ 408 मुनि मजाले किन्नु चिम्लेर किन्न मिल्छ भनेको थियो। किनभने पहिल्यै यहाँ सिग्नल आइसकेको थियो ए प्लस सेटअप अनुसार ठुल्ठुलो क्यान्डलहरू चाहिँ यहाँनिर यसरी बनिसक्दाखेरि चाहिँ हामीले इन्ट्री गर्न सकिन्थ्यो। सो त्यही हिसाबले चाहिँ अब अहिले चाहिँ के भएको छ त भने टिपी1 फर्स्ट टार्गेट हिट गरेको छ, जो चाहिँ 20% हुन्छ। यदि 20% तपाईँको 480 मा बेच्न पाउनु भएन, 460 मै बेच्नु भएको भए पनि तपाईँको चाहिँ के भयो त भन्दाखेरि 15% को गेन भएको छ है त। सो त्यसै गरी हाम्रो अर्को ट्रेड प्लान थियो रिदी, जसमा चाहिँ तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ कि यसमा पनि टिपी2 मजाले हिट गरेको छ 360। सो मैले 300 मुनि चाहिँ किन्नको लागि भनेको थिएँ। सो यसको स्ट्रक्चर भनेको चाहिँ कस्तो हो त भन्दाखेरि यहाँ पछिल्लोचोटिको जो रेसिस्टेन्स थियो त्यो रेसिस्टेन्सलाई ब्रेकआउट दियो, ब्रेकआउट दिएपछि रिटेस्ट हुन्छ हैन। रिटेस्ट गर्दाखेरि चाहिँ हामीले यसरी चाहिँ पहिलाको रेसिस्टेन्समा मार्केट थियो, ब्रेकआउट गर्यो, ब्रेकआउट गरेर रिटेस्टमा किनेको है त। सो यो चाहिँ यसरी चाहिँ हामीले प्राइस एक्सन मेथड अनुसार किनेको है त। सो यसले पनि हाम्रो चाहिँ के गरेको छ त भन्दाखेरि 18% को चाहिँ यहाँनिर टार्गेट थियो, तर यसले चाहिँ अहिले चाहिँ अब होल्ड नै गरेको छ भने चाहिँ यसमा चाहिँ के गरेछ भने हामीले चाहिँ अलरेडी 50% प्रॉफिट बुक गरिसक्यौँ। सो अब अहिले चाहिँ 25% को गेनमा छ है त। सो त्यसै गरी अर्को ट्रेड प्लान थियो एसएबीबीएल है। यसको चाहिँ मैले तपाईँहरूलाई चाहिँ लास्ट विक पनि मैले एनालाइसिस गर्दाखेरि भनेको थिएँ कि 1750 भनेको म्याक्सिमम यसको टार्गेट हो टिपी3, किनकि टिपी1 टिपी2 भन्दा माथि छ। सो अब टिपी3 1750 कै जोनबाट मजाले सप्लाई आएको छ हैन। सो यो भनेको चाहिँ टेक्निकल एनालाइसिस हो, टेक्निकल एनालाइसिसले काम गर्छ, तर तपाईँले कसरी एनालाइसिस गर्नुहुन्छ भन्ने कुरामा हो कि। जस्तो कि अब यहाँनिरबाट जुन डिमान्डहरू थियो यो तलपट्टिको, यो डिमान्डलाई हामीले यहाँनिर डबल गरिदिए मात्रै हो कि है। जस्तो कि अब पहिलाचोटिको यहाँनिरबाटको डिमान्डलाई यहाँसम्मको टार्गेट राख्यौँ, त्यो टार्गेट भन्दा पनि माथि पुग्यो, त्यसपछि अनि हामीले नेक्स्ट टार्गेटसम्मको चाहिँ सप्लाई आउँछ कि भनेर एजम्सन गरेको। यो जोनबाट मजाले आएको छ, त्यही भएर चाहिँ अब बिस्तारै सेलिङ साइड हेर्दा पनि केही फरक पर्दैन है त यसको लागि। सो त्यसै गरी ब्याङ्किङ सेक्टरबाट थियो अर्को चाहिँ एससीबी। मैले यो तपाईँहरूलाई चाहिँ लास्ट विक भन्दा पनि धेरै पहिलाबाट फेब्रुअरीबाट पनि बाईको लागि चाहिँ एकदम राम्रो छ, तपाईँले 640 मुनि किन्नु होला भनेको थिएँ। किनभने यसमा पनि ए प्लस सेटअप मजाले देखिन्छ कि है। यो ठुल्ठुलो क्यान्डलहरू यसरी जब यो ट्रेन्ड लाइनमा आउँछ, यो भनेको चाहिँ एकदमै म्याक्सिमम चाहिँ प्रॉफिट दिन सक्ने अथवा चाहिँ बढ्ने बेलामा मात्रै यस्तो हुन्छ कि, किनभने घट्ने बेलामा कहिल्यै पनि यस्तो क्यान्डलहरू आउँदैन। प्लस हाम्रो ए प्लस सेटअप अनुसार अप ट्रेन्ड पनि हुँदैन कि। जब यहाँनिर बटम लगायो त्यसपछि चाहिँ मजाले यहाँबाट चाहिँ तपाईँले डिमान्ड देख्न सक्नुहुन्छ। यसको पनि टिपी1 700 चाहिँ हिट भएको छ है त, जसको चाहिँ 10% गेन भएको छ। त्यसै गरी अर्को छ हाम्रो एसएमएटीएस समता है। यो चाहिँ माइक्रो फाइनेन्सबाट छ। यसलाई चाहिँ हामीले ट्रेड प्लान गरे अनुसार चाहिँ 815 भन्दा मुनि मजाले किनेर थुपार्ने भन्ने कुरा थियो। त्यसपछि चाहिँ नि 740 स्टप लस राखेर किन्नु भनेको थियो। यसमा पनि तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ कि जब यहाँबाट यसरी चाहिँ बुलिस क्यान्डलहरू आउन थाल्यो हैन, जस्तो कि अब यहाँनिर बुलिस क्यान्डल बन्यो, त्यसपछि अनि फेरि यो जोनहरूमा बुलिस क्यान्डल आयो, त्यसपछि फेरि अब यो जोनमा पनि के भयो त भन्दाखेरि बुलिस क्यान्डलहरू आयो। यो भनेको चाहिँ हाम्रो ए प्लस सेटअप अनुसार तपाईँले हेर्नुहुन्छ नि, यो 3टा क्यान्डल यो ट्रेन्ड लाइनमा आइसकेपछि
मार्केट बढ्न सक्छ भनेर मैले तपाईँहरूलाई बताएको थिएँ है त। 10% आफ्नो टार्गेट हिट गरेको छ 880, 10% चाहिँ प्रफिट भइसकेको छ है त। त्यसै गरी अर्को ट्रेड प्लान थियो एसपिडिएल है। एसपिडिएलको चाहिँ यहाँनिर चाहिँ बाई बिलो 410 थियो, 470 फर्स्ट टार्गेट। यसको चाहिँ 470 फर्स्ट टार्गेट 15% चाहिँ अलरेडी हिट गरिसकेको छ। अब बाँकी भनेको 510 छ, एकचोटि रिटेस्ट गरेर मात्रै बढ्न सक्छ। सो प्लान चाहिँ यसरी गरिएको थियो, तर यहाँनिरबाट सप्लाई नआइकन कन्टिन्यू चाहिँ फर्स्ट टार्गेट हिट गरेको छ है त। सो यो चाहिँ 8 मार्चमा हामीले चाहिँ ट्रेड प्लान गरेको थियौँ। सो त्यसै गरी अर्को थियो युएसएचइसी है त। सो यो चाहिँ अलिकति पहिल्यैबाट हामीले प्लान गरेको हो, तर बढ्नलाई चाहिँ अब अहिले आएर चाहिँ बढ्यो होइन। सो यसमा पनि 15% चाहिँ अलरेडी गेन भइसकेको छ। तर हामीले चाहिँ के हिसाबले बुझ्नुपर्छ भने 480 भन्दा मुनि इन्ट्री गर्दाखेरि यहाँबाट चाहिँ 15% अलरेडी भइसक्यो कि यो जोनमा है। 16% को गेन भइसकेको छ, जो हामीले प्लान बनाइसकेपछि पनि हामीले 480 मुनि सस्तोमा पाइरहेको थियो है। यो चाहिँ 5 जनवरीमै प्लान गरेको। सो त्यही भएर मैले तपाईँहरूलाई चाहिँ टोटल 12वटा ट्रेड देखाएँ, जो 12वटा ट्रेडमा चाहिँ हाम्रो 10 देखि 20%, 15% चाहिँ मजाले हिट गरेको थियो है त। सो यसमा चाहिँ टोटल एभरेज रिटर्न चाहिँ मैले 18% मानेर चलेँ होइन, किनभने कुनैमा 20-25% सम्म पनि टार्गेट हिट भएको छ होइन, तपाईँले बाइङ जोनभन्दा तल तल किनेको छ भने। सो त्यो हिसाबले चाहिँ एभरेज रिटर्न मैले 18% मानेर जाँदाखेरि चाहिँ यदि तपाईँसँग यहाँनिर टोटल क्यापिटल 1 करोड थियो भने क्यापिटल गेन 18% को हिसाबले चाहिँ 18 लाख चाहिँ तपाईँको बिफोर ट्याक्स चाहिँ प्रफिट हुन्थ्यो कि। सो यदि 50 लाखसम्म क्यापिटल छ भने तपाईँको चाहिँ 9 लाख त क्यापिटल गेन हुन्थ्यो। सो त्यसै गरी 25 लाख छ भने 4,50,000 क्यापिटल गेन हुन्थ्यो कि। अझ यसलाई चाहिँ मैले अझै एभरेज गरेर चाहिँ 14% मा झारेँ भने पनि तपाईँको यहाँनिर 1 करोडमा 14 लाख, 50 लाखमा चाहिँ 7 लाख, अनि त्यसपछि गएर 25 लाखमा चाहिँ 3,50,000 चाहिँ क्यापिटल गेन छ है। सो यो हिसाबले चाहिँ चल्न सकियो भने चाहिँ हामीले ए प्लस सेटअप अनुसार चाहिँ मजाले पैसा बनाउन सकिन्छ कि स्विङ ट्रेडिङ गरेर नेप्सेमा। किनभने सजिलो छ, जहिले पनि मार्केट बन्ने बेलामा चाहिँ यस्तो क्यान्डलहरू आउँछ, मजाले तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ। मार्केट बन्ने बेला यस्तो क्यान्डलहरू मात्रै आइरहेको हुन्छ है त। सो मैले लास्ट विक पनि तपाईँहरूलाई चाहिँ एचआरएलको एनालाइसिस गरेर दिएको थिएँ। तपाईँले यो लास्ट विकको यो पछिल्लो भिडियो हेर्न सक्नुहुन्छ, जसमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ कि यहाँनिर चाहिँ के छ त भने यो मैले लास्ट विक हालेको भिडियोमा पनि मैले तपाईँलाई एक्सप्लेन गरेको थिएँ कि एचआरएलको यो जोनहरूतिर आइसकेपछि बुलिस क्यान्डल बन्न सक्छ है हाम्रो ए प्लस सेटअप अनुसार भनेर। जस्तो कि तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ कि मैले एनालाइसिस गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ बताएको थिएँ कि 850 भन्दा मुनि बाई थियो होइन, 800 चाहिँ स्टप लस थियो, मैले स्टप लस पनि माथि सारेको थिएँ। सो यहाँनिर चाहिँ नेक्स्ट अप ट्रेन्ड भइसक्यो होइन, अप ट्रेन्ड भइसकेपछि चाहिँ जब चाहिँ यस्तो एउटा चाहिँ बुलिस क्यान्डल चाहिँ यो जोनमा आएर बन्न सक्छ भनेको थिएँ होइन। सो त्यो हिसाबले हेर्ने हो भने अहिले चाहिँ एचआरएलमा तपाईँले यहाँ क्लियरली देख्न सक्नुहुन्छ कि मैले लास्ट विक चाहिँ जहाँनिर मार्क लगाएको थिएँ बुलिस क्यान्डल आउन सक्छ यो ट्रेन्ड लाइन वरिपरि, ट्रेन्ड लाइनमा ए प्लस सेटअप अनुसार भनेको थिएँ, एक्ज्याक्टली त्यही जोनमा आएर चाहिँ बुलिस क्यान्डल बनेको छ है त। यो किन आयो कसरी भयो भन्ने कुरा के हो त भन्दाखेरि मैले चाहिँ धेरै ट्रेड लिइसकेँ कि यो ए प्लस सेटअप अनुसार। लगभग चाहिँ मलाई चाहिँ धेरै एक्सपिरियन्स छ 7-8 वर्षको, त्यही भएर चाहिँ मलाई चाहिँ पहिल्यै चाहिँ थाहा हुन्छ कि यो जोनहरूमा आएर यसरी बन्छ क्यान्डलहरू भनेर। मैले तपाईँहरूलाई अर्को पनि एउटा बुङ्गाल ट्रेड चाहिँ मैले तपाईँहरूलाई बाईको लागि दिएको थिएँ लास्ट विक, किनभने यो जोनमा आइसकेपछि ए प्लस सेटअप क्यान्डल बनेको छ है हाम्रो अप ट्रेन्डमा। पछिल्लोचोटि यहाँनिर आएर चाहिँ हामीले यो 15% को गेन लिएको थियौँ भने अब फेरि पनि यो जोनबाट मजाले किन्न सक्नुहुन्छ। 640-50 को जोनमा भनेको थिएँ, त्यो तपाईँले किनेको भयो। अब अहिले पनि तपाईँको चाहिँ पोर्टफोलियोमा चाहिँ यसको पनि तपाईँको यहाँनिर हेर्नुहुन्छ भने 4-5% को गेन भइसकेको छ, यो बढ्ने क्रममा छ। जस्तो कि अब हाइयर आई, अब हाइयर लो बनाए, फेरि अब बढिसकेपछि के हुन्छ त भने अलिकति यहाँ माथि पुगेर टार्गेट हिट गर्ने अनि फेरि करेक्सन आउने गरेर यसरी चाहिँ बढ्ने देखिन्छ है त। सो त्यही हिसाबले पनि तपाईँले बुङ्गालको लागि नेक्स्ट विकको लागि प्लान गर्न सक्नुहुन्छ है त। सो यो सबै ट्रेड प्लानहरू चाहिँ मैले हाम्रो प्रिमियम ग्रुपमा चाहिँ दिएको ट्रेड प्लान हो, जस्तो कि अब तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ मेट्रिक्स ट्रेडर प्रो प्रिमियम ग्रुप ट्रेड भनेर। यदि तपाईँ पनि हामीसँग जोडिएर नेप्सेमा चाहिँ स्विङ ट्रेडिङ गर्न चाहनुहुन्छ, ए प्लस सेटअप अनुसार सिक्न चाहनुहुन्छ, हामीले किनेको स्टकहरूमा सँगै किन्न चाहनुहुन्छ भने तपाईँहरूले पनि हामीसँग जोडिएर ट्रेड गर्न सक्नुहुन्छ। हामीसँग जोडिएर ट्रेड गर्नको लागि यो स्क्रिनमा देखाएको क्युआर स्क्यान गरेर अथवा यो व्हाट्सएप नम्बरमा चाहिँ तपाईँले प्रिमियम ग्रुपको लागि भनेर मेसेज गर्नु होला है त। सो अब पहिलाको जति पनि ट्रेडहरू थियो त्यो त एकचोटि बढिसक्यो, एउटा स्विङ आइसक्यो होइन। अब चाहिँ हामीले चाहिँ म्याक्सिमम 50 to 60% चाहिँ प्रफिट बुक गरिसक्यौँ। सो 3000 को रेन्जमा पुग्दै गर्दाखेरि चाहिँ हामीले 50% प्रफिट चाहिँ बुक गरिसक्यौँ, किनभने अब पछिल्लोचोटि पनि प्रफिट देखिएको प्रफिट बुक नगर्दाखेरि चाहिँ होल्ड गर्दा गर्दा घटेको हामीले पछिल्लोचोटि पनि देख्न सक्छौँ। मैले तपाईँहरूलाई पहिला पनि बताएँ कि प्राइस एक्सन अनुसार एकचोटि बढ्छ, बढेर रिटेस्ट गर्दाखेरि बरु यो जोनमा आउँदाखेरि चाहिँ मजाले किन्ने
है। यो जोनमा आउँदाखेरि किन्ने, यहाँ चाहिँ 50% प्रॉफिट चाहिँ बुक गर्ने, किनभने यदि यो जोनबाट भोलि घट्यो भने यो जोनहरूतिर आउँदाखेरि यहाँ ग्याप अप पनि छ, पछिल्लो चोटिको रेसिस्टेन्स पनि छ हैन। नेक्स्ट सपोर्ट भनेको त यो, यहाँबाट पनि त मार्केटले ट्रेन्ड सुरु गर्न सक्छ। सो प्लान भनेको चाहिँ हामीले मार्केटले के गर्यो भने म के गर्छु भनेर पहिल्यै आफूसँग चाहिँ प्री प्लान हुनु पर्यो के, प्रिपेयर गरेर बस्नु पर्यो। किनभने मार्केटले त एकदमै चाहिँ चाँडै मुभ गरिसकेको हुन्छ, आफू चाहिँ के गर्ने भनेर डिसिजन लिँदा अब अहिले प्रॉफिटमा भएको स्टक पनि भोलि यो जोनमा आइपुग्दाखेरि तपाईँको चाहिँ के हुन्छ त भने 2750 तिर आउँदाखेरि त फेरि घटिसकेको हुन्छ। त्यही भएर 50% प्रॉफिट बुक गर्नु भनेको एकदम बेटर डिसिजन हुनसक्छ के। फेरि बढ्यो भने केही फरक परेन, 50% छ, 50% जो स्टक छ त्यो बढ्दाखेरि चाहिँ हाम्रो चाहिँ यहाँबाट चाहिँ के हुनसक्छ त भने त्यसैको प्रॉफिट चाहिँ हामीले माथि गएर बुक गरिन्छ। फेरि कुनै न कुनै जोनबाट त सप्लाई आउँछ। अनि हामीले इन्ट्री गर्ने हो। जस्तो कि तपाईँले पछिल्लोचोटि नि यहाँनिर देख्न सक्नुहुन्छ कि मार्केटले हायर हाई बनाए, हायर लो बनाए, हायर हाई, हायर लो हैन। कहिल्यै पनि मार्केट स्ट्रेट लाइनमा यसरी चाहिँ बढ्ने चाहिँ हुँदैन है त। सो अब मैले लास्ट विक पनि भनेको थिएँ यो क्यान्डल बनिसकेपछि 80% चान्सेस छ कि 3000 को जोनसम्म नेप्सी पुग्ने भनेर हैन। त्यो भनेको प्लान ए थियो। सो अब अहिले पनि हामी प्लान ए मै छौँ। अझै पनि बुलिस क्यान्डलहरू फर्मेसन भइरहेको छ। आफूले पनि एनालाइसिस गरेर ट्रेड गर्नु होला, तर अलिकति हामीले चाहिँ प्रॉफिट बुकतिर ध्यान दिएको, किनभने फेरि घटिहाल्यो भने थप्ने, नभए ब्रेकआउट दिएपछि रिटेस्टमा इन्ट्री गर्ने। सो अब अहिले घटिहाल्ने अनि त्यसपछि गरी यो ट्रेन्ड लाइनसम्म आउने चान्सेस भनेको चाहिँ 20% मात्रै छ है त। सो अनि मैले चाहिँ यहाँनिर एउटा मेजर अपडेट चाहिँ दिएको थिएँ प्रिमियम ग्रुपमा, म तपाईँहरूलाई पनि जानकारी गराउन चाहन्छु। पहिला पनि यहाँनिर जब चाहिँ यो 2200 को ब्रेकआउट दिनुभन्दा पहिला चाहिँ यहाँ ग्याप अपमा ओपन भएको थियो है। ग्याप अपमा ओपन भएको थियो, त्यसपछि मार्केट बढ्यो। अहिले पनि यहाँनिर ग्याप अपमा ओपन भएको छ, फेरि बढेको छ। सो यही प्याटर्न रिपिट गर्ने हो भने मार्केटले यहाँबाट चाहिँ फेरि पनि एउटा ग्याप अप दिएर बढ्न सक्छ है त। तर यो भनेको की डिसिजन जोन हो के, 3050 देखि 3200 को जोन भनेको यो जोनबाट चाहिँ यदि मार्केट घट्न थाल्यो भने अथवा यही जोनलाई ब्रेकआउट दियो भने चाहिँ एकदम डिसिजन चाहिँ हामीले यहाँबाट लिन्छौँ के। त्यही भएर यो जोनसम्म चाहिँ हामीले वेट गर्नुपर्छ है त। सो अब मैले प्रिमियम ग्रुपमा भएको हाम्रो अरू ट्रेड चाहिँ मैले तपाईँहरूलाई प्रोभाइड गर्न सकिनँ। यदि तपाईँहरू पनि हामीसँग जोडिएर ट्रेड गर्न चाहनुहुन्छ भने यो स्क्रिनमा देखाएको क्युआर स्क्यान गरेर अथवा यो वाट्सएप नम्बरमा चाहिँ प्रिमियम ग्रुपको लागि भनेर मेसेज गर्नु होला। किनभने यो बुङ्गाल चाहिँ अहिले पनि बाइङ जोनमा त छैन हैन, तर पनि 700 मुनि आफूले चाहिँ पार्सियल्ली, जस्तो कि यो जोनतिर 20% बाई गर्ने, यदि बढ्छ भने यसैले प्रॉफिट बुक गर्ने यतातिर हैन। तपाईँले 730 तिर यदि घट्छ भने फेरि चाहिँ बाँकी 40-50% किनेर चाहिँ मजाले आफूले प्लान गर्न सक्नुहुन्छ। यसको पनि एउटा पोटेन्सियल भएको स्टक हो, भर्खरै लिस्टेड भएको छ हैन। आफूले चाहिँ यसको नेक्स्ट टार्गेट भनेको चाहिँ 970 सम्म छ। यो चाहिँ TP2 हो, 54% सम्म चाहिँ यसले गेन दिन सक्छ है त। सो यो त हाम्रो ए प्लस स्विङ सेटअप भयो। हामी आगामी आउने दिनहरूमा चाहिँ हामी नेप्सेमा चाहिँ एसएमसी युज गरेर स्मार्ट मनी कन्सेप्ट युज गरेर कसरी ट्रेड गर्ने, त्यो हामीले धेरै कन्सेप्टहरू नपढिकन लिमिटेड कन्सेप्ट कति पढे मात्रै हामीले ट्रेड गर्न सकिन्छ, त्यसको लागि हामीले चाहिँ क्लासहरू लिएर आउँदैछौँ, फेरि कोर्सहरू लिएर आउँदैछौँ। सो त्यही भएर तपाईँले च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गरेर चाहिँ तपाईँले बेल आइकनमा क्लिक गर्नु होला है त। सो अब एउटा अर्को ट्रेड प्लान चाहिँ हाम्रो एक्टिभ अहिले चाहिँ OMPL छ हैन, 1350 मुनि चाहिँ हाम्रो अलरेडी बाई भइसकेको छ। यदि 1350 कै जोनमा पाइन्छ भने मात्रै इन्ट्री गर्नु होला, नत्र भने चाहिँ यसलाई वाच लिस्टमा राख्नु होला है त। सो स्टक मार्केटमा चाहिँ रिस्क म्यानेज गरेर हामीले ट्रेड गर्नुपर्छ। सो आजको भिडियोमा यति नै। हामी फेरि अर्को भिडियोमा यसरी नै नेप्सीको अपडेट प्लस हामी ट्रेड अपडेट लिएर आउनेछौँ। थ्याङ्क यू सो मच एभ्रिवान।